राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन्। ठिक भन्यौ साथी, राष्ट्रिय स्वतन्त्र पार्टी अन्डा फुटे जसरी फुट्छ, तर माउले कोरले पछिको अन्डा जस्तो अन्डा फुट्छ, चल्ला निस्किन्छ, हल्ला निस्किँदैन राष्ट्रिय स्वतन्त्र पार्टी। जति बेला पनि केटागरी जस्तो हलभित्र छिर्न पाएन। प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिल्यै चाहियो, भैली खेल्न आएको जस्तो। अनुमाननीयले गाडी ड्राइभर राख्छन्, ट्याटा टुटु देखिन्छ। हजुर आफै गाडी चलाएर हिँड्नु भएको छ। देश चलाउने हिँडे मान्छे गाडी चलाउनु त आफै चलाउनु पर्दैन होइन। देशदेखि तपाईसँग कति छ सुन भन्ने थियो? तपाईँ त सुनकै काम गर्ने। तपाईँ खानीमा नुनको सुनारसँग सुनको के कुरा गर्नुहुन्छ यार? प्रधानमन्त्री बालुशाला तपाईँले नि भेट्न पाउनु भएको छैन, के हो? काममा भेट्ने हो। देशको प्रधानमन्त्रीलाई अब चिया खाने बेला भेटौँ भन्ने, भात खाने बेला भेटौँ भन्ने, साँझ पर्यो भेटौँ भन्ने, बिहानै भयो भेटौँ भन्ने। प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेको छ। त्यही मैले भने अब त्यो रसो दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो। त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थमन्त्री मध्ये, उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट, यो बुद्धको भाषा बुद्धले बुझ्छन्, बुद्धको भाषा बुद्धले बुझ्दैन। त्यसैले सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ, अर्थ नबर्थको मान्छेले बुझ्दैन। पूर्वमा गाडी ठोकिएर दुईजनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने, अनि छानबिन समितिले चाहिँ मुखभन्दा माथि र आँखाभन्दा तलतिर दुईटा प्वाल भएको डाँडालाई नाक बनिन्छ। ढाडमा बलियो हड्डी राख्ने, यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो, भगवानलाई कारवाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने। लेखा परीक्षाको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने। अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता बाँध्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो, मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको, त्यो हान्नुपर्ने कुरा हान्न पर्छ। अस्ति मेरो एउटा आयो त्यहाँ, खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई जाति विभेद गर्ने मास्टरबाट, मास्टरले विद्यार्थीलाई जाति विभेद गर्ने, दलितको पुतला जलाउने, दलितलाई कालो मसला लाउने, दलितलाई देश निकाला गर्ने, कसको राज्य? फेरि के भन्नु भने एमालेको सरकार आयो भने यिनीहरू जाने जेलै हो भनिरहनु भएको छ त। फेरि ठाङकोट कटाउने, ठाङकोट पहिलाको पाला भन्थ्यो, ठाङकोट कटाउने भन्थ्यो त। फेरि अहिले हामी त आयौँ भने, हामी आउन पाएन भने चाहिँ हामी थानकोट काटेर जान पाउँछौँ, तर उहाँहरू आउन पाउनु भएन। उहाँले थानकोट काट्न भने उहाँले घरको दैलो काट्न पाउनु हुँदैन। अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? भोटको लागि उज्यालो घामलाई दिनुहोस्, देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस्। भोटको लागि हरियो रुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्। आउँदो निर्वाचनमा कांग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अनुमानमा प्रयास गरेँ। कैसे लोग रहते हैं यार यहाँ पर। कांग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई मान्छे बन्ने अवसर छ, छुट छ, मान्छे बन्न पाइन्छ। कांग्रेस पछाडि बन्नु होला, एमाले पछि बन्नु होला, माओवादी पछि बन्नु होला, पहिला मान्छे बन्नुहोस्। तपाईँहरूलाई मान्छे बन्ने छुट छ, तपाईँहरूलाई मान्छे बन्ने एउटा अवसर छ। दुईटा खुट्टा टेक्दैमा, दुईटा खुट्टा टेकेकै भरमा चाहिँ ढाका टोपी लागेकै भरमा मान्छे भन्न मिल्दैन। कुखुराको भालेले पनि दुईटा खुट्टा टेकेको हुन्छ। व्यक्तिगत रूपमा डाक्टर सोनिम वाग्लेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ, नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यहीँ पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्।